हेलो साथीहरु, सबैलाई नमस्कार। जय शम्भु, जय माता रानी, हर हर महादेव। एकजना आमा, हजुरको घर कहाँ आमा? दोधारा। उहाँको घर दोधारा चाँदनी हो। उनले मोबाइलैबाट भाकल गरेका रहेछन्। उनको मनको इच्छा पूरा भएर खुसीले आउनु भएको रहेछ। के थियो मनको इच्छा आमा? यो कमर दुख्थ्यो। हजुर, यो कमर सन्चो भइहाल्छ। त्यही कारणले अहिले 3 महिना भयो मैले सोचेको। तब अहिले सन्चो भयो, तब म आएँ। ए मोबाइलबाट सोच्नु भएको थियो? मोबाइलबाट। ए उनले मोबाइलबाट सोचेका रहेछन् अनि उनलाई सन्चो भएर आज चढाउनलाई आएका छन्। उनले अझै सन्चो होस्, सबै सोचे आँटेका काम पुरा हुन्, यही प्रार्थना गर्दा। खुसी छ नि आमा? खुसी छौँ बाबु, खुसीले आइहाल्यो क्या? खुसी छ। ए सबैले सोचे आँटेका काम पुरा हुन्। हजुरहरूले मोबाइलबाटै गरे भाकल, मोबाइलबाटै गरिहाल। एकदम एक मनले एक चित्तले गर्यो भने चाहिँ पुरा हुने रहेछ भनिदिए आमा। एक चित्तले एक मन एक चित्त भएपछि हुँदो रहेछ। अनि सबै आइदिया मैले आयौँ, मेरो मन सोचा पुग्यो, अझै सोचा पुगोस् न। सबैले सोचे आँटेका काम पुरा हुन्, यही प्रार्थना गर्दा माता रानीसित। जय शम्भु, जय माता रानी, हर हर महादेव।